म चाहिँ यानकी भलो गरेर हामीले चाहिँ यहाँ बोइलाई र मेरो बुढीलाई चाहिँ प्र्याङ्क गरेका छौँ होइन मोबाइल हरायो भनेर कहाँ मोबाइल यहाँबाट हुँदा यहाँ भिडियो गर्न लाग्छ यहाँ हातमा के भन्छ मेरो मोबाइलको त मेरो मोबाइलमा सुन छैन क्या हराइयो हराइन अहिले स्विच अफ खोल्या थियो खै छानु अबे मोबाइल भइदियो छैन कि मोबाइल मोबाइलै छैन यहाँ आँखा अस्पताल चाहिँ सो हुन्छ यहाँ भिडियो गरेर यहाँ हाल्ने लाग्छौँ क्या हामीले त्यो टिटो हाल्ला छिटो हालेर कसले दिन्छ कि देख्छ कि त्यही हो गाइस मोबाइल भेटाउनेले चाहिँ यो कहाँ फन्किन भन्छ मोबाइल के भन्दा म फोन उठाइदिन्छु यसलाई हामीले उठा उठाउनु अघि दुई मैले एउटा आउने बेला भेटायो भने पहिला यो त हाम्रो खेला परिरहेको छ को भन्यो भने यो त मेरो नाति मोबाइल नम्बर हो अनि को बाबु अनि त्यो मोबाइल चाहिँ छिटो दियो अनि म आउँछु अनि भन्यो जो कोही हुनुहुन्छ मोबाइल भेटाएको मान्छेले चाहिँ दिनु होला है त्यही भन्न चाहन्छु हराएछ भनिदिनु होला मोबाइल भेटाएको मान्छेले चाहिँ भन्नु होला कहाँबाट भयो मोबाइल छैन मोबाइल भिडियो गराएर हालिदिने भने हामी के तर अगाडि भाइरम बनाएको थियौँ हामी त फोनै उठाउनु मसँग कहाँबाट भयो बेलुसित आयो बेलासित होइन कि यो मोबाइल हरायो नि त भयो है ढिलो उहीँ बसेको अरे म बेलुसित आएको भयो फोन पनि आफ्नो मोबाइल कस्तो छ म त्यही हो जो कोहीले भेटाउनुहुन्छ त्यो यसकै हो मोबाइल हराएको चाहिँ रेडमी 14C हो रेडमी अनि भाइर खोल्याएको थियो स्विच खोल्याएको थियो उठायो अनि फेरि अहिले बन्द गरेँ भनिदिनु त कोही जो कोही हुनुहुन्छ दिनु होला भनेर भनिदिनु न जसले लग्यो ल त्यो मोबाइल तुरन्त दिनु बाबु है स्विच अफ भन्नु त स्विच अफ भन्छ के यो मोबाइल जहाँबाट बिहान आओस् हाम्रो फौजी स्कुल आफ्नो हो लोकेसन माटा घरदेखि अगाडि छ त्यो मोबाइल तुरन्त आओस् यहाँ हो त्यही है के गर्नु हरायो गाह्रो भयो आज गराइरहेछ के गर्ने जसरी पनि पठाइदिनु होला तपाईँले भेटाएको छु भनेर फोन उठाउनु भएको थियो अरे भेटामाल गोजीमाल पनि भन्थ्यो अरे नि भेटामाल गोजीमाल भन्थ्यो स्विच अफ भन्छ क्या अहिले स्विच अफ गरेँ राख्ने त अब गोजामै राखेको थियो अब के गर्ने कता कता फालिदियो चिन्ता लाग्यो यार मोबाइल 3 महिना बितेको 3 महिना ट्याक्क त्यो गर्छ
फाइनली गाइज वेलकम छ। म चाहिँ यान्की भ्लगर होइन। आज चाहिँ प्र्याङ्क चाहिँ होइन सक्सेसफुल भयो, तर गाली चाहिँ त्यस्तो खाइएन। हल्का अलि बोइले मार चाहिँ अब एकन सर चाहिँ दिनुभयो है, ढाड फुस्किने गरी। त्यही हो गाइज, गाह्रो छ प्र्याङ्क गरी गाली खानु पनि। यस पहिला त गराएन, फोन गरे बेला यो मोबाइल भेटामल गोजी महल भनेर भन्यो।